बाँड्नेको जडिया कोही परोस् मलाई खाने चित्त बुझाए जस्तो छ है छोरा दुई चुल्ठी बाँड्नेको जडिया कोही परोस् मलाई खानेको कस्तो त्यो रहर कहिले नभर्ने जो राम्रो देख्यो त्यही मन पर्ने कस्तो त्यो रहर कहिले नभर्ने जो राम्रो देख्यो त्यही मन पर्ने अन्तै जान आँट्नेको सधैँ कुट्ने कोही परोस् मलाई लाग्ने से देखा तो पत्थर नजर आयो बुझ्नु त भएको छ दूर से देखा तो पत्थर नजर आई छेउमा गएर हेरेर ढुङ्गा पो रहेछ कस्तो लाग्यो ओके सबैजनाले भन्छन् यस कुमारले एकदमै खालि सिरियस गीत गाउँछ रुन चाहिँ गायक पनि भन्न बाँकी राखेन होइन त्यसपछि गीत कि त केटीलाई गाली गरेर बन्छ कि केटालाई गाली गरेर बन्छ कि केटीको एकदमै हुन्छ नि उसलाई एकदम तल झारेर अथवा माथिसम्म गरेर त्यही विषयमा तुलसीमा गीत बन्छ अति नै भयो त्यसैले अलिकति समयअनुसार अलिकति चल्ने गीत बनाउँ त यसको मात्रै सिरियस गीत मात्रै होइन अलिकति रमाइलो गीत पनि गर्छ गाउँछ भन्ने भयो त्यसपछि मैले एउटा गीत लेखेको छु छोरी मान्छेहरूले कृपया नराम्रो नमानिदिनु होला यो जस्तो रमाइलो मात्रै शब्द कस्तो लाग्छ यहाँहरूलाई भनेर फेरि स्यान्डलको पनि डर लाग्छ कतै चित्त नबुझेको स्टेजमा स्यान्डलहरू आइपुग्यो भने समस्या हुन्छ किनकि छोरी मान्छेलाई छोरा मान्छेले भनेको कुरा हो कि ध्यान दिएर सुन्नु होला दुई चुल्ठी बाँड्नेको जडिया कोही परोस् मलाई खाने चित्त बुझाए जस्तो छ है छोरा दुई चुल्ठी बाँड्नेको जडिया कोही परोस् मलाई खानेको कस्तो त्यो रहर कहिले नभर्ने जो राम्रो देख्यो त्यही मन पर्ने कस्तो त्यो रहर कहिले नभर्ने जो राम्रो देख्यो त्यही मन पर्ने अन्तै जान आँट्नेको सधैँ कुट्ने कोही परोस् मलाई लाग्ने ओके एउटा रमाइलो मात्रै थियो उपस्थित भएका विभिन्न आज कार्यक्रममा सम्मान गरेर सबैजना आयोजक लगायत मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक स्वागत भन्न चाहन्छु टेरियामंगल लिएका स्पेसली टेरियामंगल फाउन्डेसन कार्यक्रमको लागि मलाई सम्झेर बोलाउनु भएको बागेश्वरी नाट्य बोलाएर यहाँहरू सानो मिटिङ गर्नुभएको यस कार्यक्रममा आबद्ध जति पनि मेम्बरहरू हुनुहुन्छ यस कार्यक्रममा सहभागी हुनुभएको छ यहाँहरूको यस कार्यक्रममा र मैले भन्नुपर्दाखेरि बुटोलकी छोरी नेपालको शान बुटोलकी छोरी नेपालको शान र करोडौं नेपालीहरूको ज्यान टेरियामंगल जसरी जन्मी बागेश्वरीबाट र उनले बलिउडलाई मैनु भन्ने अस्ट्रेलियालाई जित्न सफल र मेरो शुभकामना बागेश्वरीबाट बलिउड मात्रै होइन हलिउडलाई पनि हराउन सक्ने क्षमताबाट बिराएको बागेश्वरी र त्यसको लागि विशेष गरी यहाँको साथ चाहिन्छ यहाँको सपोर्ट चाहिन्छ अनि मात्रै हामी देख्यौँ सानो भाइबहिनीहरू कतिजनाहरू घुम्दै गएका छन् यो जनको भोलिको दिनमा टेरियामंगल जस्तै हजारौँ जन्मिने सक्ने बागेश्वरीको एउटा जनको र यहाँले मैले धेरै सपोर्ट गर्नुभएको छ सहयोग गरिरहनु भएको छ यो निर्णयमा रहोस् कायम रहोस् यति भन्दै मेरो केही पुरानो केही नयाँ कुराहरू गर्न चाहन्छु र यो गर्मीले मेरो गीतले गर्मीको माहौलमा मेरो गीतले शीतलता प्रदान गर्नेछ भन्ने मैले आशा लिएको छु र कृपया पहिला पुरानो त्यसपछि केही नयाँ सुझावहरू रेडी हुनुहुन्छ हैन धेरै बहिनीलाई
शुभकामना। जसरी उनले बलिउडमा एक प्रकारको छाप छोड्न सफल भए त्यस्तै गरी संसारभरिलाई उनमा एउटा जित्ने एउटा क्षमता प्रदान गरौँ। यहाँहरूको आशीर्वाद छ पक्कै पनि हाम्रो बहिनीमाथि र यस्तै गरी जसरी हजारौँ करोडौँ दर्शकको मन जित्न सफल छिन् त्यस्तै गरी उनले अझ अगाडि बढाउनलाई टेवा होस्। टेरिया फाउन्डेसनलाई यहाँको साथ छ र टेरिया बहिनी जस्तै गरी टेरिया मगर बन्न चाहने धेरै साना भाइ बहिनीहरू छन् नेपालमा र उहाँहरू साना भाइ बहिनीहरूप्रति पनि भोलि गएर टेरिया बहिनी एउटा त्यहाँ भाइ बहिनीहरूको लागि पनि उनले केही उहाँले सिकेका कुराहरू प्रदान गर्नेछन् भन्ने मेरो आशा र उनलाई अगाडि बढ्ने अझ शुभकामना मेरो तर्फबाट। र यहाँहरू पाल्नुभयो आज यस कार्यक्रममा यसकुमारले सिरियस गीत गाउँदा पनि रोको जस्तै देखियो, रोमान्टिक गाउँदा पनि पैसाले गर्दा सायद रोको जस्तै देखिए हुनसक्छ होइन। फाइनली बागेश्वरी र टेरिया फाउन्डेसन अर्गनाइजेसनलाई मलाई बोलाएर यहाँको सामु जुन मैले आफ्नो प्रस्तुति गर्ने मौका मलाई प्रदान गर्नुभयो उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेरिया साथमा मैले पनि एउटा गाउने अवसर पाएको छु र गाउने अवसर दिनुभएको छ मेरो गुरु सुरेश सेन्चुरीले। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई म कविता थापाको तर्फदेखि नमस्कार टक्राउन चाहन्छु र आज यसकुमार सरसँग गाउने मौका पाएको छु दोस्रो पटक, एकदमै खुसी छु। चिन्ता नगर्नुहोस्, कहीँ केही भुलचुक भयो भने उहाँहरूले तपाईँलाई तालीले बजाएर सपोर्ट गर्नुहुनेछ। एउटा कुरा भन्नु मलाई यहाँलाई हाम्रो सुरेश सरको बारेमा। सुरेश नामका मान्छे चाहिँ नि एकदम दयावान हुन्छन्, एकदम ह्यान्डसम पनि हुन्छन्, एकदमै ट्यालेन्टेड पनि हुन्छन्। कतिलाई थाहा होला यसकुमार बाहेक यसकुमारको अर्को नाम के हो? कसैलाई थाहा छ यसकुमारको अर्को नाम के हो? अभियसली सुरेश नै हो मेरो नाम पनि। उहाँ मेरो दाजु पढ्नुहुन्छ, त्यही भएर मैले चाहिँ दुईवटा नाम किन दुई चार ट्यालेन्टेड व्यक्तिको नाम किन दुईजना सुरेश राख्ने भनेर मैले चाहिँ यसकुमार राखेँ हो। ओके, ट्र्याक नम्बर 8। ओके, मैले अर्को बहिनीलाई मैले स्टेजमा बोलाएँ, कृपया स्टेजमा आएर एउटा माइकमा बहिनीलाई कृपया उपलब्ध गराउनु होला। हाम्रो अर्को बहिनीलाई प्लिज। पटक भाषण गीत गाउने मौका पाएँ र मलाई यहाँसम्म पुर्याउनु हुने मेरो सरलाई पनि म धेरै सम्झिन चाहन्छु अनि गाउन चाहन्छु। ट्र्याक नम्बर 11 प्लिज।